ड्रोन उड कट्टु उड भनेर पट्टु ड्रोन उड कट्टु लास्टमा उडेन सर उडाउनु न छिटो उडेन गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। आज चाहिँ हामी यहाँ वेडिङको भिडियो गराउन आछौँ के भनेपछि यस्तै म्युजिक भिडियो यस्तै 5-6 मिनटको अनि फोटोसुटहरू सबै। हामी चाहिँ यहाँ रिउ खोलामा छौँ सबैजना। हामी चाहिँ अहिले ड्रोन उडाउने भनेर ड्रोनको लागि ड्रोन लिन जान लाग्छौँ। अहिले मान्छेहरू चाहिँ म देखाउँछु सबैजना सरहरू। हामी चाहिँ तल त्यता फेरि अब फ्रन्ट क्यामेरा भएर यस्तै झ्याउ हुन्छ कि फ्रन्ट क्यामेराले गऱ्यो भने म चाहिँ ब्याक क्यामेराबाट गर्छु अनि चाहिँ अगाडि हुन्छ। हामी चाहिँ उतै जान लाग्यो त्यहाँ सामान छ अनि त्यहाँ ड्रोन उडाउने हल्का फुल्का ड्रोन सट पनि मैले हाल्छु कपी गरेर। सायद अब आज बनाएको आज भनेपछि 17 गते मदर्स डेको दिन भ्लग बनाएको छु। अब कहिले आउँछ भनेपछि अब कहिले आउँछ अब ड्रोन सटहरू भिडियोहरू पाउनु पऱ्यो अनि त्यसपछि आउँछ। कतिसम्मको हुन्छ सर ठुलो फाइल हुन्छ र कतिको हुन्छ कति होइन मतलब 4K 1080p कुन हो HD 1080p 1080p त अब मैले चाहिँ काइन मास्टरबाट गर्छु। त्यही भएर चाहिँ काइन मास्टरले सपोर्ट गर्दैन कि 4K। अस्ति मैले 4K जान्ने गरेर 4K मोबाइलबाट खिचेन यस्तो भयो त्यो जुन फेयरवेलको दिन यस्तो भयो कि काइन मास्टरबाट फेरि त्यसलाई 1080p मा उ गरेर अनि गराउनु पऱ्यो। त्यही भएर चाहिँ हाम्रो यहाँ सरले चाहिँ ड्रोन सेटअप गर्दै हुनुहुन्छ। यो चाहिँ रिमोट ड्रोन चाहिँ यता छ। ड्रोन चाहिँ एकछिनमा उड्ने होला उड्छ सर अब एकछिनमा के हो उडाउने कतिखेर। उता चाहिँ हाम्रो ऊ भइरह सुट भइरह सेल्फी हान्नु लाउनु भयो। उता चाहिँ सर त्यता हुन्छ। अब यता चाहिँ ड्रोन उड्नलाई रेडी छ। खै त सुहा गरिरहेछ तर केही भएन। लो एङ्गल हानिरहेको स्टार्ट भयो। म यहाँ ड्रोन चाहिँ माथि गयो फाइनली। त्यता चाहिँ सब भागे मौरिया जस्तो ड्रोन सट गाईहरू यता छौँ। टिमै हाम्रो कपल्स मेरो फेरि यस्तो हल्लिन्छ यो। हामी चाहिँ यता तल बसेर हेरिरहेको क्यामेरामा जहिले क्यामेरामा केही लागेको हुन्छ। हाम्रो सिम्पल सरले चाहिँ के अरे गिम्बल के चलाउनु भयो सर दिइरहेको छु यहाँबाट उहाँ लिनु भयो। उहाँसँग जुम गर्छ फुल जुम हो फुल जुममा हो ड्रोन कराइरह तर उहाँ कराइरह रहेछ। म सेटअपहरू देखाउँछ। यो चाहिँ लाइटको होला सायद यो लाइटको स्ट्यान्ड होला। यो चाहिँ क्यामेराको त्यो चाहिँ गिम्बलको क्रेन 3 को ब्याग यो ड्रोनको त्यो अब त्यो लाइट हो अनि तिन चाहिँ क्यामेराको ब्यागहरू भइहाल्यो। हाम्रो चाहिँ सर त्यता हुनुहुन्छ सिम्पल सर हजुरको नाम के अरे सर हजुरको नाम सन्तोष सर हाम्रो केशर सर मधुर सर निलराज भिनाजी। हामी चाहिँ अब यति हेर्ने हो एकछिनमा नि निस्किने है सर भ्याएर कति आधी 1 घन्टा 2 घन्टा लाग्छ जति लागोस्। सरले यहाँ क्यामेराको सेटिङ मिलाउनु सिकाउनु भयो। के सिक्ने अरे सर 70 स्पिड एपर्चर आइएसओ। भोलिबाट म ट्रेनिङलाई नेपालगञ्ज जानुपर्ने भयो। बोरिया बिस्तर बाँधेर सरलाई बोकाउने हो। यहाँ के गर्ने हो क्रेन 3 हुनुहुँदो रहेछ। मलाई 5 सेकेन्डमा सिकाइदिनु भयो। मैले 5 सेकेन्डमा पर्फेक्ट भइहालेँ यहाँको क्यामेरा चलाउन। अस्ति 85mm को चलाउँदाखेरि कस्तो बिग्रिएछ त्यही भएर मैले पहिलोचोटि चलाएको थिएँ 85mm त्यही भएर नै हो। अहिले चाहिँ सुटिङ चलिरहेको मैले त त्यस्तो केही गरम भिडियो गरिहालौँ जस्तो चाहिँ थिएन। त्यही भएर चाहिँ म एकछिन अब रेस्ट गर्छु अनि त्यसपछि बिचमा होइन त्यो फास्ट सर्र लग्यो हुन्छ नि हामीले कार कुदाउने बेला साइडको सिन आउँछ नि यसरी सर्र लग्यो। यहाँ आइसक्यो अहिले चाहिँ ल्यान्ड गर्ने भनेको रहेनछ ल्यान्ड गर्ने
देखियो अब चाहिँ अझ तल ल्याऊ फेरि उहीँ ल अब रेकर्ड गर्दै सर डाइरेक्सन अब रेकर्ड गर आफै जान्छ दौडिनु चाहिँ फुलको सिनेमेटिकै फाइनली 5-10 मिनटको इन्तजारपछि ड्रोन ल्यान्ड ड्रोन चाहिँ क्र्यास भयो हल्का क्र्यास गाइस फाइनली हल्का कस्तो क्र्यास भयो ड्रोन चाहिँ दुःखद खबर चाहिँ ड्रोन मैले चाहिँ ड्रोनको ब्याग सरले चाहिँ लाइटहरू दाजुले चाहिँ ड्रोन लिएर अब पुलतिर हामी चाहिँ फेरि पनि झुलुङ्गे पुलमा आइसक्यौँ झुलुङ्गे पुलबाट नजारा चाहिँ उता स्पोर्टतिर जान्छौँ अब उता स्पोर्टमा चाहिँ सरहरू लिएर जानुपर्छ सब कपल्सलाई उतै भिडियो सुट फोटोसुट सब हुन्छ अनि कम्प्लिट गरेर त्यसपछि बिचमा अनि गर्छु अहिले चाहिँ के एउटै मात्र उसमा गरौँ गाइस हामी चाहिँ ड्रोन क्र्यास भएको अब सरले के गराउनु लाउनु पर्छ सर के गराउनु लानु भएको के क्यालकुलेसन हो कि के गराउने ड्रोनको काम गर्ने उता ड्रोनलाई पनि सुट गर्ने उता चाहिँ यो सुटिङ वेटतिर जानु लाग्छ शिवप्रसाद सरहरू भनेको त शिवप्रसाद सर मात्र हुँदो रहेछ एक्लै पछाडि चाहिँ हेर्ने दर्शकहरू भिडियो सुटिङ कस्तो लागिरहेछ सर ठिकै भइरहेको भिडियो सुट र मेरो भ्लग सँगै आज एकैदिन पनि भ्लग बनाउने पनि केही थिएन मेरो एक्कासी झ्याप्प अनि त्यो फेसबुकमा लाइभ बस्ने भन्नुभएको थियो अनि बस्दा अनि भ्लग बनाउनु मन लाग्यो एकैचोटि यहीँ आइसकेपछि एकैचोटि बनाएँ मैले केही थिएन सुरसार त्यो चाहिँ हामी फेरि स्टार्ट भइसक्यो भिडियो ड्रोन सब सेटअप भएर पनि अब फेरि स्टार्ट मेरो जिन्दगीमा यो छ हाम्रो डाइरेक्टर सर मेरो जिन्दगीमा यो छ मेरो जिन्दगीमा के छ सर को जिन्दगीमा भिडियो मात्र छ हेर्नुहोस् गाइज होइन यस्तो बिहे गरेपछि यस्तै दुःख हुन्छ भिडियो गर्न होइन लाइभ होइन सर यो चाहिँ भ्लग अब युट्युबमा हालिदिने 1-2 दिनपछि अहिले चाहिँ फुर्सद छैन 1-2 दिनपछि हालिदिने हो उता चाहिँ अन्य चुनाव लाग्यो पुरा बाइकमा झन्डा यता मैले चाहिँ म चाहिँ फ्रेममा आएछु अहिले चाहिँ हाम्रो अर्को सर केशर सरथीमा आएँ मैले चाहिँ केशर सरले चाहिँ 50 mm को हानिराख्नु भयो भिडियो ब्लर 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 दिस इज कल ट्यालेन्ट केशर सर जस्तो कहिले हो नि म सर यस्तो बिहे गरेर भिडियो क्यामेराम्यानहरू बोलायो भने यस्तो गाह्रो हुन्छ गाइज भगाएर बिहे गर्ने त्यही भएर सही हो सुन्नु नि त भएन नि सही हो यस्तै
बिहाइन्ड द सिन यस्तो छ उता मेरो होइन कि मेरो भ्लगको बिहाइन्ड द सिन होइन कि यता के गर्ने त्यस्तै त अर्को हात डाइरेक्सन सुम्मा सुम्मा गर्ने रे नजिक बिहाइन्ड द सिन गाइस आज चाहिँ मैले भ्लग गरिरहेको छु फेरि भिडियो सुट भइरहेको फेरि हजुर अब ड्रोन सुट फेरि ड्रोनै ड्रोन छ ड्रोन छ तिम्रो नाउँमा भेट्न आउँदैछु तिम्रो गाउँमा हाँसिनु ल अहिले सुतेर अब माथिबाट भिडियो जतिखेर हाम्रो सिमप्रसाद सर हो क्या फेमस त अब सिमप्रसाद सरलाई मैले फेमस बनाइदिन्छु अब 10 दिनमा हाम्रो सर चाहिँ उता ड्रोन उ गर्दै हुन्थ्यो सेटअप ड्रोन सुतिरह ह्याङ भएछ सरले यहाँ उडाइराख्नु भयो ड्रोन उडिरहेन उड फुर 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 उड उड उडेन गाइस के हो टेर्दैन उड 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 ड्रोन उड कट्टु उड भनेर क्या सोच है रे तेरी मानना पड़ेगा पट्टु ड्रोन उड कटुर लास्टमा उडेन सर उडाउनु न छिटो उडेन दुला दुलै उता सुतिरहन् सर छिटो सुट गर्नु है फेरि अहिले सुहागरातको भिडियो सिन सुट गर्नु पर्ला फेरि यहाँ सुतिसक्यो गाइज हो कि नै हामी चाहिँ अब त्यता सुट हुँदैछ यता हिँड्ने काम मात्र भइरहेछ आज त्यहाँ सुतेको भिडियो गाइज म्युजिक भिडियो खेल्न नि सजिलो छैन गाइज म चाहिँ अब पानी लिन जान लाग्यो पिउने पानी होला व्यवस्था जुलुङ्गे पुलबाट उता यता छ स्कुटी लिएर जानु पर्ला पानी चाहिँ त्यही अङ्कलको अड्डामा अब अङ्कलको अड्डाको मैले भिडियो बनाएको छु कि नै अस्ति नै बनाएको जस्तो त मान्थेँ मेरो एउटा साथीको बर्थडेमा आउँदाखेरि बनाएको जस्तो मान्थेँ त्यही पसलमा जान्छु यार त्यहाँबाट ल्याउँछु गाइज पानी चाहिँ पुल हिँडिरहेको छु म चाहिँ अङ्कलकोमा आइसकेँ अङ्कल के छ सन्चै हुन्छ चिन्नु हो कि नै मलाई पानी छ कि नै कसरी छ हजुर होइन त्यहाँ बिहेको त्यो भिडियोहरू घर खिच्न आएको थिएँ सबैजना धेरै छन् अनि म चाहिँ आफ्नै भिडियो खिचिरहेको अहिले चाहिँ अनि ऊ पानी कसरी छ 5वटा त्यही त होला पहिलाको 20 25 ल हजुर 5वटा लाने 100 रुपियाँको 5वटा दिनु न त भइहाल्यो ठिकै ल मैले चाहिँ पाएँ अङ्कलसित डिस्काउन्ट गरेको चाहिँ मदा है अङ्कल मदा अङ्कलको दोकान म चाहिँ यहाँ त जाउँला है ल अङ्कल म गएँ त म चाहिँ यता निस्किन्छु गाइस फाइनली म चाहिँ पानी लिएर आइसक्यो अहिले खोलामा अहिले पानीमा सुट भइरहेको रहेछ है पानीमा यस्तो दामी सनसेट पनि हेर्न पाइने भयो यस्तो दामी छ सनसेटको सिन म गाइस अहिले सिनेमेटिक देखाउँछु सनसेट सनसेटको पनि भइहाल्यो सिनेमेटिक पनि भइहाल्यो सनसेटको अब चाहिँ यतिकै सर ओइ के भयो सर के भयो ल लेखिराख्नु भयो सरले चाहिँ थुप्रै फोटो चाहिँ अम्ब्रेला रहेछ म चाहिँ हेरिरहेको छु ल जाने एकछिनपछि भेटौँला अहिले जाने क्रू मेम्बर्स गाइज सब मेगाको आइटीको सबको मिलाएर सब क्रू मेम्बर्स म पनि मेगाकै हो उहाँ चाहिँ होइन गाइज पुरै अघिदेखि भिड छ क्या मान्छे हेर्नलाई कस्तो हल्लियो यार मान्छेहरू टन्ने खानुबाट हेरिरहने सुटिङ भइरह्यो भनेर धेरैले सोधेको थियो मलाई तर के होइन वेडिङ सुटिङ मात्र हल्का सानो फिल्म होइन गाइज मलाई लाइट्स म्यान हेरेर त गाइज पानीमा यति भिजिसक्यो म पानी लगाएको थिएँ धन्न ठिक गरेको छु मैले आज लाइट्स अझ हल्का अगाडि लैजानु पर्यो यता चाहिँ पानीमा सुट भइरह सनसेटको टाइम ल्याप हान्छु भनेको सनसेट भइहालेछ सेट गर्दा यतिकै बसिरहेको छु
टाइटानिक होला पोज टाइटानिक 2 आउँदैछ हामी चाहिँ गाइस अहिले अर्कोले यस्तो के अरे के नाम फेरि बिर्सिन्छु कि यस्तो दिमाग मेरो कामै गर्दैन यार केको नाम एक त यहाँ क्यामेरा बोकिरहेको छु अर्को उसमा गइरहेको छन् के अरे ठाउँमा भनिदिउँ अब के भनिदिउँ ठाउँ भन्नु ठाउँमा पुगिसक्यौँ अब त्यस्तो हजुर सर भन्नु केसको गिम्बलको कि केसको सोनीको ए सोनी पनि अब यो मैले यहाँ लाइट समात्दिनु लिएर हिँड्नु भन्नु यस्तो टेन्सन म त अब लाइट के अरे क्यामेराको ब्याट्री लिन जानुपर्ने दिमाग खराब अघि नै सरले भनेन नि एक्स्ट्रा लिएर आउनुपर्ने अघि नै अब म त्यही त्यता जानु भएको छु स्पट चेन्ज भयो फोटो खिच्ने अब उतातिर राम्रो लाइट मिल्ने हो अघि सनसेट पनि हान्नेवाला भिडियो त भयो त टाइम ल्याप्स हान्छु भने कस्तो भयो गाइस यस्तै हो सबै कुरा सोचे जस्तो हुँदो रहेछ गाइस रात पऱ्यो अहिले चाहिँ अँध्यारो फ्ल्यास त्यस्तो अनुहार पनि राम्रो देखिन क्लियर अब चाहिँ भिडियो अब यहाँसम्म हेरिदिनु भने थ्याङ्क यू फर वाचिङ डु सब्सक्राइब लाइक कमेन्ट सेयर सबमा यसरी बाँडिदिनु गाइस बाई यहाँ रातिको फोटोसुट भइरहेको माथिबाट फालिनु कि सर माथिबाट यसरी त्यहाँबाट ल भएन छोड्दिनु बड्ड नै के भयो